भोजन बरु 10 पटक पनि लेउ लेउ भन्न मिल्यो, तर भएको अन्न फ्याँक्न मिलेन। एउटा चामलको दाना मात्रै पनि बन्न कति समय लाग्छ हामीले पहिले पनि एकपटक सुन्यौं। त्यो बिउदेखि बिउबाट कति बिउ छुट्टिए, रोपिएकामा कति फले कति फलेनन्, फलेकामा कति काटियो कति काट्दा त्यही तल दब्बिए, काटेकोमा कति सुकाइयो कति नसुकेर त्यही रहे, सुकाइएकोमा कति ठेसर लागेर उसमा गयो कति गएन मेसिनभित्र, मेसिनभित्र गएको पनि कति दानाहरू मेसिनभित्रै बसे बाहिर आएनन्, बाहिर आएका पनि बोराभित्र परेनन्। हो कि भएन? यहाँ त कति छुट्दै गएका छन् नि त। बोराभित्र परेका पनि सुकाउँदाखेरि उठाउँदा कति छुटे, मिलमा लाँदा कति छुटे। हो कि भएन? मेसिनभित्र कति बचे। त्यसपछि गर्दा गर्दै गर्दा गर्दै चामल बन्यो, बोरामा राखियो ल्याइयो, त्यहाँ कति छुटे, घर ल्याएर निफन्दा कति त निफनेर बाहिर फ्याँकियो, त्यसपछि बोरामा राख्दा कति छुटे, त्यसबाट झिक्दा कति छुटे, कुकरमा राखेर भिजाएर त्यो धुँदा त्यहाँबाट कति गए भने त्यो बचेको चामलले आफूलाई कति धन्य मान्दो रहेछ। त एउटा उदाहरणको लागि मात्रै। व्यक्तिहरू त्यही अन्नको लागि कति तडपिएका छन्, कति लालायित भएका छन्, त्यही दुई छाक भोजनको लागि व्यक्तिहरूले कति सङ्घर्ष जीवनमा गरिरहेका छन् भने यहाँ चाहिँ हामीले त्यही अन्नलाई छ्या भनेर फ्याँक्दिनु, त्यो कति अपमान हो। त्यसैले कुनै पनि अन्न, त्यो चामल त उदाहरण मात्रै भयो कि कुनै पनि खाद्य पदार्थलाई नफ्याँक्नु। तो भोजन गर्ने व्यक्तिले भोजन दिने व्यक्ति र भोजनलाई दुईटा चिजलाई प्रशंसा गर्दै भोजन गर्नु।